खनाल बजार सुनसान भयो राति। यो अहिले तपाईको 8:45 भयो है। सुनसान भयो, सफारीहरू फट्टाफट्टा चल्दैछ हैन। यो चाहिँ यता गल्लीको बाटो हो, सानो बाटो। यो चाहिँ ग्लोबल आइएमई हजुरले चिन्नुहुन्छ होला। ग्लोबल आइएमई ब्याङ्क। यहाँ मान्छे एकजना बसिरहेको छ, खोइ के हो सुसाइड गर्न आँटेको हो के हो। अनि यो चाहिँ तपाईको सिधा बाटो। म पनि हिँड्दैछु। चिन्नुहुनेले कहाँनिर लोकेसन हो भनेर ठ्याक्कै पत्ता लगाइदिनु होला ल। यता चाहिँ यहाँ फर्निचरहरू के समथिङ के होला सायद। यो खै साना बचत केही लेखेछ। अनि यो चाहिँ जाने बाटो हो। म चाहिँ मासु लिन जाँदैछु, सायद पाउँछ कि पाउँदैन हैन। यहाँ चाहिँ उहाँहरू मान्छेहरू बसिरहनु भएको छ गफ गरेर यता जस्तै हो। म चाहिँ लेफ्ट राइट हो। यहाँ एउटा दाइ आउँदैछ, पुरा सानमा आउनुहुँदैछ। अनि यता यस्तै हो। यहाँ कुकुरदेखि सावधान। कुकुर छ कि के छ कि समथिङ। कुकुरै रहेछ, कुकुर छ। यहाँ स्मृति के भन्छ यो फ्रेस हाउस हेर्नु होला। अनि त्यसपछि यता पुरा गार्डनहरू छ, टक्कसँगले गार्डनहरू छ। गार्डनहरू हो। यहाँनिर बाइकहरू छ। यता एउटा गाडी आउँदैछ ल गाइज। पुरा गाडी सानमा हिँड्दैछ आज पुरै हेर। बाइक एउटा निस्क्यो, ब्याक साइड जान्छ होला। अनि यहाँ पुरै फरक हुने मान्छेहरूले सबैजना साथीभाइ दिदीबहिनी दाजुभाइ सबैले फलो गर्नु होला। यहाँ आलमको चाहिँ यो हो। यो चाहिँ आलम ट्रेन